नमस्कार, म टिका पौडेल। नयाँ वर्षको सुरुवातसँगै जनवरी 2, 2026मा हाम्रो परिवार ग्रेट ओसियन रोड यात्रामा गयौँ। यो यात्रा रमाइलो मात्र होइन, मनलाई शान्त बनाउने थियो। समुद्रको आवाज, चिसो हावा र सुन्दर बाटोले नयाँ वर्षको थकान हटाइदियो। बारा पोस्टल्स पुगेपछि प्रकृतिको सुन्दरता देखेर मन आफै शान्त भयो। ठुला चट्टान, निलो समुद्र सबै धेरै अर्थपूर्ण लाग्यो। सबैभन्दा यादगार पल थियो हेलिकप्टर। आकाशबाट हेर्दा सबै कुरा सानो तर मन धेरै ठुलो भयो। यो यात्रा नयाँ वर्षलाई शान्त, ताजा र सकारात्मक मनले सुरु गर्ने अवसर बन्यो। परिवारसँग बिताएको यो समय हाम्रो वर्षभरि शक्ति बनेछ। प्यारो नाति र छोरा बुहारी हामीसँग थिएनन्। उनीहरूको यादले मन अलि भारी पनि भयो। तर यो यात्रा उनीहरूका लागि पनि प्रार्थना र आशाले भरिएको थियो। नयाँ वर्ष स्वस्थ, खुसी र फेरि भेट्ने आशासँग अगाडि बढ्ने शक्ति बन्यो।